नमस्ते, मेरो नाम चाहिँ प्रतिकार कुँवर अनि म चाहिँ 2080मा चाहिँ एससी दिएर बसेको थिएँ। अनि त्यो एससी बिदामा चाहिँ अब टाइम युटिलाइज कसरी गरौँ भनेर सोच्दाखेरि चाहिँ अब कम्प्युटर सिकौँ, स्किल यसो डेभलप गरौँ भन्ने सोच आयो। र त्यस बेला चाहिँ म अरू इन्स्टिट्युटहरू नि बुझेँ, त्यहाँ नि राम्रो त राम्रै थियो, तर न्यु फ्युजनमा चाहिँ अलि अरू नि धेरै फेसिलिटीहरू रहेछ, सरहरू पनि एकदम राम्रो र राम्ररी सिकाउने र कम्प्युटर कोर्ससँगै फ्री स्किल डेभलपिङ क्लासहरू पनि हजुरहरूले एटेन्ड गर्न पाउने थियौँ। अनि अनि अब अनि 3 महिना कोर्सको अफिस प्याकेज लिएको थिएँ त्यो बेला चाहिँ। अनि त्यसपछि 2 वर्षपछि चाहिँ सर्टिफिकेट लिन आएको म। त्यो चाहिँ अब आर्मीको लागि चाहिँ अब सिटिभिटी सर्टिफिकेट भएको कारणले सजिलो हुन्छ भनेर। अरू इन्स्टिट्युटमा चाहिँ नर्मल सर्टिफिकेट हुन्छ भने न्यु फ्युजनमा चाहिँ सिटिभिटीबाट भेरिफाइड भएको सर्टिफिकेट पाइन्छ। त्यही भएर हजुरहरूलाई चाहिँ न्यु फ्युजन जोइन गर्न सजेस्ट गर्छु।